अरे यार तिमीले कस्तो कुरा बुझ्दैनौ यस्तो हो के सुपरम्यान दाइले जोड्नु अरूलाई लगाउने जोड्न बिउ के आत्तिएको यता सुन सुपरम्यानलाई जोड्नु। एका सुन बोका सुन बोका तँले बुझ्दैनस् के कुरो पुण्य गौतमको द्वारा दिएपछि उसले युट्युबमा हाल्छ पत्र पत्रिकामा हाल्छ यहाँ मैले दाइले गरेन भनेर मेरो कान खाइसके दिमाग चाटिसके यहाँ चाहिँ यहाँ त हाल्छ। दान भनेको दान यहाँ चाहिँ भनेको हाल्छ। एक हातले दिने एक हातले थाहा नपाउने हो हैन तर यहाँ कस्तो भइदियो मैले त चाहिँ 2023 देखि 24 देखि 2025 सम्म लगभग 8-10 लाख रुपियाँ गरिसकेको छु खोइ त मैले दाइले गरौँ भनेको कोही छ ल भन न सुरज आयो, सुरज ल सुरज आयो। हेलो हेलो के छ माल्दै नमस्कार के छ खबर आराम हो? नमस्कार ठिकै छ ठिकै के मलाई त गेम एक्सेप्टै गर्दैन माल्दाले रिक्वेस्ट गरेको हुने गर्नु हो अब त दुई भाइको झगडा हुनु भन्दा किन गर्ने भनेर के झगडा गेम खेल्नुलाई ओइ यो बिउ के गरेको यो हामी बिउ? किन? यो के गरेको ल लु लु हेर म त बिउको पावर बुझेँ होइन हुन्न 3 वर्ष हुन्न 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 पावर हुन्न यो हुँदैन यो हुँदैन। दुईजना हुन्छ दुईजना म कुरो जान्दिनँ। बोको र म हुन्छ। मिटिङ हुन्छ बिउ र माल्दै बस्ने बोको र म हुन्छ ल हामी दुईजना बस्छौँ नो प्रब्लम। माल्दै के हो मलाई मलाई पुरा गाली गरेको छ भन्छ किन गाली गरेको माल्दै मलाई के भएर के भयो problem? होइन केही भने होइन मैले त किन गाली गर्ने सुरतले पनि राखेको छ भन्ने कुरा गर्यो मेरो प्रचार पनि- भइराखेको छ तिम्रो पनि के आएर त्यहाँ ठिक छ मलाई यहाँ हाउडेमा यो कमेन्टको पछि चाहिँ नलाग्नु पर्ने रहेछ क्या खालि माल्दाले गाली गर्यो माल्दाले गाली मनोज गर्यो। प्रधान हिजो पनि फोन गरेर बोलायो मलाई त्यो धन्दा त्यो उसलाई गर अलिअलि support होइन गरिदिनु यस्तो हुन्छ कि अब गेम राखो भन्ने थाहा छ नि त सबैलाई अब सबैले आएर सोध्छन् के हो सुरतले किन राखेको गेम एकै दिन भन्छन् अनि अब त्यसको एन्सर दिन पर्यो अब त्यही कुरा हो के अरू केही पनि कुरा छैन अब यो बिचमा अब के भयो कसो भयो अब माल्दै अनि के पुण्य गौतमले 50,000 गोजीबाट दिने अरे सहयोग गर्ने अरे के भन्छ पुण्य गौतमले दिने होइन मैले आफै पठाउने भनेको किनभने अब यहाँ बिग म्याच कुर्न पर्दैन के मलाई कुनै गरिबलाई दान गर्न छोड्देऊ नगर केही नगर रितुले राम्रै उ गरेको छ उसले कुरा नबुझेर कि यस्तो मैले आफै पठाउने भनेको हो के 52 प्रचार त अनि तपाईँको प्रचार गरिदिनु पर्यो अनि 50,000 दिने त्यो चाहिँ प्रचार होइन के त्यो गरिबको लागि किडनी पीडितको लागि अनि मुटु उसको लागि 25-25 हजार दुईजनालाई मैले बिग म्याच किनकि मलाई माइलदाले कहाँ के गरौँ भन्छन् नि त गर्न परेन मैले बिग म्याचमा पहिले त्यस्तो 2 लाख भन्दा धेरै गर्ने यदि पुण्य गौतमले गरेन भने पनि मैले आफ्नै भाइ गणेशलाई लगाएर त्यो गराउन लगाइदिन्छु लहर चाहिँ कुन अनाथ आश्रममा या स्कुलमा या वृद्धाश्रममा या कुनै गौशालामा या कुनै चिडियाघरमा कहीँ न कहीँ या स्कुलका विद्यार्थीहरूलाई कहीँ न कहीँ मैले भनेर आजै लगाइदिन्छु मैले बुझ्यौ यहाँ उता थियो वीरगञ्जमा एउटा पोखरी खन्नु पर्यो अरे पोखरी खन्ने पैसा छैन भने त्यहाँ हुन्छ पोखरी खन्ने त्यो पनि धर्मैको कुरा हुन्छ पोखरी खन्ने पनि धर्मैको कुरा हो केही फरक पर्दैन होइन ल ठिक छ यो कुरामा चाहिँ यहाँ मेरो के भनेको छैन भने सबैले घोर विरोध गरेर पुण्य गौतम पिचमा किन आयो पैसा लिनलाई भन्ने कुरो छ अरू मान्छे छैनन् भन्ने कुरो पनि छ नि यहाँ प्रसाद थ्याङ्क यू 70 रोज 70 एकजनाले हेर्न ठाने त कमर ओपन डबल सबैजना एकजनाले डबल जलाइदिए पनि हुन्छ क्या जलाइदियो माल्दै अनि म चाहिँ खेलेर मैले 2 लाख भन्दा धेरै यत्रो ठुलो एमाउन्ट सहयोग गर्न आँटेको तपाईँले चाहिँ जब जाब 50,000 मात्रै कुरा मिल्यो भइहाल्छ नि तपाईँ मैले खेल्नै पर्छ भन्ने छैन क्या दाजुभाइ मिलौँ होइन अब म छोडिदिन्छु नि त तपाईँ खेल्नु होइन किनभने किन झगडा गर्ने आफूमा तपाईँ उता पुण्यलाई त्यो पुण्य भनेको अस्ति फिल्म बनाउने भनेको तपाईँलाई कस्तो ढाँटेर छल कपटलाई दिने हो खाइदिन्छ त्यसले मैले भनेकै त अगर तिमीलाई 1.5 लाख रुपियाँ दिन्छु भने म झुकेकै त अगर त्यहाँलाई कति झुक्ने हो र त्यस्तो 1.5 लाख म टाइम छ हेर्नु मैले एउटा उता लाइन चाहिँ हान्नुपर्छ पनिसमेन्ट चाहिँ गर्नुपर्छ होइन म मिलाउँछु म छोडिदिन्छु अब तपाईँहरूले त्यही अलिकति एमाउन्ट पर्सेन्टेज दिनु नि त ठिकै मिल्छ पर्सेन्टेज 80% चाहिँ म सहयोग गर्छु किचनको त्यो 2टा किडनी भएको भर्खरको बहिनी छ क्या गरिब छ उसलाई नै गर्नु मतलब ओली किङको थ्रो हो तपाईँकै मित्रले उठाएको अभियान हो यसमा साथ हुन्छ युट्युबमा पनि आउँछ त्यो
तपाईँको पहिलाको जस्तो त्यो एकदमै हस्तान्तरण कार्यक्रम पुरै त्यही 1.5 लाख रुपियाँ भने मैले त्यहाँ सोध्दिनँ के सुरज भाइ म आफूले जति सकिन्छ जति क्यापेसिटी हुन्छ त्यति गर्ने हो आफूले घाँटी हेरेर घरटी निल्न पर्छ होइन मैले गर्न सक्ने त्यही हो त्यही गर्छु भनेको छु त्यति यहाँ हुन्छ भने ठिकै छ धर्मै हुन्छ होइन उसो भए खेल्नु तपाईँ पनि खेल्नु तपाईँ 1.5 लाख रुपियाँ गर्नु म पनि खेलेर अलिअलि थपेर गरिदिन्छु बमिनो ब्रदर होइन होइन त्यो खेलेपछि त मैले अन्तै गर्छु नि त सुरत त्यही गर्नुपर्छ अनि के छ र मैले फेरि अन्त मैले आफ्नो हिसाबले गर्छु होइन अरू पनि बिरामी हुन्छ नि त अन्तै पनि 1.5 लाख गर्नु नि त तपाईँले जसले भयो नि दुखी गरिबले पाउने त होइन जति गरौँला त्यो मेरो कुरा हो क्या अहिले यति उति गर्छु भने मैले भन्दै भन्दिनँ मैले त अहिले गेमभन्दा पहिले 50,000 गर्न खोजिएको छु होइन गेम पछि कति गर्छु के गर्छु म घोषणा गर्दिनँ कि म आफ्नो हिसाबले कहाँ गर्नुपर्छ के गर्नुपर्छ गेममा त संयोगले गर्ने हो गरे गरौँला नगरे नगरौँला अहिले गेमको लागि त प्रचार अहिले म प्रचार गर्दिनँ कि मैले यति सुन अहिले म बिरामीलाई म यति दिन्छु भनेर मलाई चाहिँ नपरो लुट्न कसैलाई पनि छैन के बिरामीलाई मैले यति दिन्छु भनेर मलाई भन्नै छैन म मेरो लागि खेल्ने बस सकियो कुरा म मेरो लागि खेल्दैछु यो गेम एकजनाले प्रश्न गर्नु बिरामीको लागि दिने भनेर खेलेको छैन त्यो मेरो कुरा हो भोलि होइन दिम्ला नदिम्ला आफ्नो मर्जी हो म मेरो लागि खेल्ने हो बस एकछिन भेना एकजनाले कुरा राम्रो गर्नु भयो यहाँनिर कस्तो भन्नुभएको छ भने दिने भए अस्ति आन्दोलनको बेला गोली लागेको दिदी बहिनीहरूलाई अलिअलि राहत दिनु न भन्नुभएको छ यो कुरो के हो यो पनि सही कुरो हो नि जस्तै अस्ति आन्दोलनमा गोली लागेका छन् नि जस्तो कि राजावादीहरूको गएर उनीहरूलाई अलिअलि दिनु पनि भन्नुभएको छ अब ती माग्ने त कति हुन्छ नि भोका तर यहाँ अभियान चलाउने मान्छे पो जस्तो अब मालदाईले कहिले अभियान चलायो भने हामी चिनेको अनि हामीले सपोर्ट गर्ने क्या त्यस्तो त्यो दिनलाई त कहाँ तिम्रै त्यहाँ इलामै कति छन् दिनलाई त कति छन् यो कुरा पनि सुरजको सही हो दिनलाई त यहाँ त हजारौँ लाखौँ छन् कहिले दिएर तर साथीभाइको अभियान चलाएको हुँदाखेरि मात्रै हो म मेरो लागि पनि यस्तो देखाउने केटाकेटी केही छैन ओके अनि यो विषय चाहिँ के भयो त पुण्य गौतमको विषय चाहिँ के भयो त सुरज ब्रदर टिकटकको न्यायाधीश होइन मेयर हो कि म न्यायाधीश यस्तो हो पुण्य गौतमलाई यो मालदाईको कन्ट्रोभर्सीमा पर्ने भए मैले गर्दिनँ भन्छन्